बेसी पढेको व्यक्तिहरूले अब कम्ती पढेकोको लागि भनेर खोलेको पोस्टमा काम पाउन निकै साह्रो पर्ने छ त। हजुर तपाईँ ठिकै सुन्नुहुँदैछ। सुप्रिम कोर्ट अफ इन्डियाले के भनेको छ भन्दाखेरि एउटा ब्याङ्क इम्प्लोइको केसको सुनवाईमा कि सानो अथवा कम्ती पढेको मान्छेको लागि भनेर पोस्ट खोलिएको छ, काम खोलिएको छ भने त्यो काममा बेसी प्रेफरेन्स कसले पाउनु पर्यो भन्दा त्यो कम्ती पढेकोले नै भनेको छ। म तपाईहरुलाई उदाहरण है एउटा सरल तरिकाले सम्झाइदिन्छु। जस्तै एउटा पोस्ट खोलेको छ त्यो क्लास 10 पासको लागि भनेर। अब त्यसमा त 12 पास गरेको पनि हुन्छ, ग्रेजुएसन गर्ने, मास्टर्स गर्ने, पनि पीएचडी गर्ने पनि हुन्छ। तर सुप्रिम कोर्टले के भनेको छ, प्रेफरेन्स चाहिँ कसलाई दिनुपर्छ भन्दा 10 पास गरेको, जसले 10 पास मात्रै गरेको छ त्यो काममा उसले बेसी पाउने चान्स चाहिँ उसको हुनुपर्छ भनेको छ। किन अरे भन्दाखेरि चाहिँ एजुकेसन स्ट्यान्डर्ड जस्ट क्लास 10 पासको लागि मात्रै हो भनेर खोलेको हो भनेपछि क्लास 10 पास गरेकोले नै चाहिँ प्रेफरेन्स पाउनुपर्छ, न कि ठुलो डिग्री भएकोले भनेको छ। किनभने क्लास 10 पास गरेको र पीएचडी पढेकोलाई सँगै राख्यो भने त है आकाश पतालको फरक हुन सक्छ। र क्लास 10 पासको लागि भनेर खोलेको पोस्ट हो। मैले एउटा उदाहरण दिएको, सानो पढेको अथवा कम्ती पढेको लागि भनेर खोलेको पोस्ट छ भने चाहिँ त्यसमा चाहिँ कम्ती पढेकोलाई नै प्रेफरेन्स दिनुपर्छ भनेर भनेको छ सुप्रिम कोर्टले। अब तपाईहरुलाई यो कुरामा के भन्नु छ?